ल स्वागत छ। आज हामी एकदमै छिटो तरिकाले नेपालको सामाजिक अध्ययन एकाइ 5 लाई रिभाइज गर्दैछौँ। परीक्षाको लागि अन्तिम तयारी गर्न यो एकदमै सहयोगी हुनेछ। ल, तयार हुनुहुन्छ? आउनुहोस् सिधै विषयमा प्रवेश गरौँ। यो रिभ्यूले सबै महत्त्वपूर्ण कुराहरूलाई एकदमै सजिलोसँग बुझ्न मद्दत गर्नेछ। सबैभन्दा पहिले सुरु गरौँ नेपालको प्रशासनिक संरचनाबाट, मतलब देश कसरी बनेको छ र यसले हाम्रो सामाजिक जीवनलाई कसरी आकार दिन्छ। हो, विक्रम सम्वत 2072 को संविधान अनुसार नेपालमा 7 वटा प्रदेश छन्। तर याद राख्नुस् है, यी केवल प्रशासनिक क्षेत्र मात्र होइनन्, हरेक प्रदेशको आफ्नै सरकार, स्रोत र छुट्टै सांस्कृतिक पहिचान पनि छ। तर के यी 7 प्रदेश एउटै छन् त? क्षेत्रफल र जनसङ्ख्याको हिसाबले त छैनन्। यो भिन्नता कति ठूलो छ, आउनुहोस् हेरौँ। एउटा उदाहरण हेरौँ न। बागमती प्रदेश, जहाँ सबैभन्दा धेरै जनसङ्ख्या छ, अनि अर्कोतिर कर्णाली, जहाँ सबैभन्दा कम। अब सोच्नुस् त, यो असमान वितरणले स्रोत, विकास र अवसरहरूमा कस्तो असर पार्ला? यो कुरा बुझ्नु एकदमै जरुरी छ। ल, भौगोलिक सीमाको कुरा त भयो। अब यी सीमाहरूभित्र बस्ने मानिसहरू, उनीहरूको संस्कृति र अर्थतन्त्रबारे कुरा गरौँ। नेपालको असली सुन्दरता नै यसको विविधतामा छ, होइन त? सोच्नुस् त, तराईमा छठ, पहाडमा दशैं तिहार अनि हिमालमा लोसार। हरेक चाडपर्व, हरेक भाषा, हरेक वेशभूषाले यो देशलाई साँच्चीकै जीवन्त बनाएको छ। ल, अब एउटा छिटो प्रश्न है। कुन प्रदेशलाई नेपालको अन्नको भण्डार भनेर चिनिन्छ? केही अनुमान छ? हो, ठ्याक्कै सही जवाफ हो मध्य प्रदेश। त्यहाँको उर्वर भूमिले गर्दा यो प्रदेश देशको खाद्य सुरक्षाको लागि भनौँ न एउटा मेरुदण्ड नै हो। सबै प्रदेशको आर्थिक विशेषता पनि फरक फरक छ। जस्तै मध्य प्रदेश कृषिमा अगाडि छ। गण्डकी प्रदेश सुन्दर हिमाल र तालले गर्दा पर्यटनको केन्द्र बनेको छ। अनि बागमती प्रदेश चाहिँ उद्योग र सेवा क्षेत्रको हब हो। जब हरेक प्रदेशको आफ्नै शक्ति छ, तब उनीहरू एक अर्कामा कसरी निर्भर छन् त? अब कुरा गरौँ अन्तर्प्रदेशिक सम्बन्ध र सहकार्यको। प्रदेशहरूबीचको सम्बन्ध मुख्यतया 3 वटा कुरामा टिकेको छ: आर्थिक सहकार्य, प्राकृतिक स्रोतको साझेदारी र सांस्कृतिक आदान प्रदान। एउटा बलियो देश बनाउनको लागि यो अन्तर्निर्भरता नभई हुँदैन। तर नेपालको भूगोलले अवसर मात्रै दिँदैन, चुनौतीहरू पनि ल्याउँछ। अब कुरा गरौँ प्राकृतिक प्रकोपको, जुन यहाँको जीवनको एउटा कठिन वास्तविकता हो। हाम्रो देशले भूकम्प, बाढी र पहिरो जस्ता प्राकृतिक खतराहरू बारम्बार सामना गर्नुपर्छ, र यसको असर भयानक हुन्छ। यसले भौतिक पूर्वाधार मात्रै भत्काउँदैन, मानिसको जीवन र जीविका नै तहस-नहस पारिदिन्छ। यस्ता विपदहरूसँग लड्नको लागि एउटा व्यवस्थित तरिका छ, जसलाई हामी विपद व्यवस्थापन चक्र भन्छौं। यसमा विपद आउनुअघि गरिने तयारी, विपदको बेला गरिने खोज र उद्धार, अनि विपदपछि गरिने पुनर्स्थापना, यी सबै चरणहरू पर्छन्। यसले क्षतिलाई धेरै हदसम्म कम गर्न मद्दत गर्छ। ल, अब यस्ता भौगोलिक र सामाजिक चुनौतीहरूको सामना गर्न आजको प्रविधिले कसरी मद्दत गरिराखेको छ त? हाम्रो अन्तिम खण्डमा आउनुहोस् यही विषयमा चर्चा गरौँ। सोच्नुस् त, सूचना प्रविधिले कति धेरै कुरामा सहयोग गरेको छ। मौसमको सही पूर्वानुमान गरेर किसानलाई मद्दत गर्नेदेखि लिएर दुर्गम ठाउँमा अनलाइन शिक्षा र टेलिमेडिसिन पुर्याउनेसम्म यसले साँच्चै नै नयाँ सम्भावनाहरू खोलेको छ। अब GIS को कुरा गरौँ। यसलाई एकदमै सरल भाषामा भन्दा यो एउटा यस्तो प्रविधि हो जसले नक्सामाथि तथ्याङ्क राखेर विश्लेषण गर्छ। यो एक किसिमको स्मार्ट नक्सा जस्तै हो, जसले हामीलाई लुकेका कुराहरू देखाउँछ। अनि यसको प्रयोग त झनै महत्त्वपूर्ण छ। चाहे सडक र खानेपानी जस्ता विकासका योजना बनाउन होस्, वा बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरू पत्ता लगाएर मानिसको ज्यान बचाउने काम होस्, GIS एकदमै उपयोगी छ। ल, आज हामीले नेपालका प्रदेशहरू, तिनीहरूको विविधता, चुनौतीहरू र ती चुनौतीहरू सामना गर्ने आधुनिक उपायहरूबारे छलफल गर्यौं। अब अन्त्यमा एउटा प्रश्न छोडेर जान्छु। प्रविधि र आपसी सहकार्यको सही तालमेलले नेपालको भविष्यलाई कस्तो आकार देला? यो महत्त्वपूर्ण प्रश्नको साथ आजको लागि यति नै। धन्यवाद।